हेलो साथीहरू, नमस्ते। फेरि पनि हजुरहरूलाई मेरो यो युट्युब च्यानलमा स्वागत छ। आशा छ साथीहरू आज पनि हजुरहरू इन्जोय गरिरहनु भएको छ, स्वस्थ अनि व्यस्त हुनुहुन्छ भनेर। गाइज, मैले हजुरहरूलाई पटक पटक हरेक भिडियोमा भन्दै आएको छु, प्लिज स्वदेश विदेश जहाँबाट मेरो भिडियो हजुरहरूले हेरे पनि प्लिज सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हजुरहरूको सब्सक्राइबको मलाई निकै नै खाँचो साथीहरू। ल साथीहरू, आज चाहिँ म हजुरहरूलाई मेरो दाइको छोरीको बिहेको केही दृश्यहरू भिडियोहरू देखाउँदैछु। यहाँ सम्धि मेलो भएको छ मेरो बुढाको, अनि बुढा पछिको हुनुहुन्छ उहाँ चाहिँ सम्धि। कल्चर अनुसार बिहे गर्दैछु। म सम्धिनी र म हो, यो चाहिँ मैले चाहिँ नेवारी कल्चर अनुसार पूजापाठ गरिरहेको छु। सबैको आफ्नो कल्चर अनुसार काम हुन्छ बिहेमा साथीहरू। हामी चाहिँ यसरी गर्छौँ। चाहिँ मजाले हेरिदिनु होला। त्यसमा बिहेको सबै दृश्यहरू हजुरहरूलाई मैले प्रस्तुत गरेको छु। यहाँ पुरा भिडियो हेरेर मलाई साथ दिनु होला साथीहरू। यो हाम्रो नेवारी चलनअनुसार यसरी हामी पूजा गर्छौँ, सगुनहरू बनाउँछौँ साथीहरू। अनि देवतालाई चढाएर मात्र हामीले मानिसहरूलाई सगुन खान दिन्छौँ। उनीहरूको माइली जेठानी हुनुहुन्छ। उहाँहरूले मलाई पूजा कसरी गर्ने भनेर सिकाउँदै हुनुहुन्छ। पूजाको अन्तिम चरणमा हामीले फुलहरू सबैलाई दिन्छौँ। दुलालाई पनि मैले दिएँ। अब हामी सबैले फुल अर्पण गर्छौँ हातमा ढोगेर। हामीले यो फुल चाहिँ देवी देवतालाई चढाउँछौँ। यसरी हाम्रो पूजा सम्पन्न हुन्छ। अनि बिहे पनि यसै गरी हामी नेवारी कल्चर अनुसार नै गर्छौँ साथीहरू। यो मेरो छोरीको बिहे चाहिँ बुटोलमा भएको हो। साथीहरू, मेरो यो भिडियो पुरा हेरेर साथ दिनु होला है साथीहरू।
ल बाई साथीहरू, अब चाहिँ म हजुरलाई अर्को भिडियोमा भेट्नेछु। सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला।